के तपाईँ आफ्नो रगत दान गर्नबाट डराउनुहुन्छ? यदि डराउनुहुन्छ भने यो भिडियो हेर्नुहोस्। सम्पूर्णमा नमस्कार, स्वागत छ डेली हेल्थ टिप्स युट्युब च्यानलमा। यदि तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ र यस्तै स्वास्थ्यसँग सम्बन्धित भिडियोहरू हेर्न चाहनुहुन्छ भने डेली हेल्थ टिप्स च्यानललाई सब्स्क्राइब गर्नुहोस्। साथै हजुरलाई यो भिडियो मन पर्यो भने एक लाइक अवश्य नै गर्नुहोला। हामी के बुझ्नेछौँ भने रगत दान गर्नु स्वास्थ्यको लागि फाइदा या हानिकारक? विश्व स्वास्थ्य सङ्गठनले बताए अनुसार, WHO ले भने अनुसार रगत दान गर्नु एकदमै फाइदा हो। यसले हाम्रो शरीरमा कुनै पनि नकारात्मक प्रभाव पार्दैन। हामी मध्ये कसले ब्लड डोनेट गर्न सक्नुहुन्छ, कसले ब्लड डोनेट गर्न पाउनुहुन्छ, त्यो कुरो बुझौँ। सर्वप्रथम, रगत दान गर्न चाहने व्यक्तिमा कुनै प्रकारको रोग रहेको हुन हुँदैन। कुन उमेरको समूहले रगत दान गर्न पाउँछ? उमेरको आधारमा हेर्ने हो भने यो देश अनुसार फरक रहेको छ। कुनै देशमा 16 देखि लिएर 65 सम्मकोले पाउनुहुन्छ, कुनै देशमा 17 देखि 65 र कुनै देशमा 18 देखि 65 को समूहले पाउनुहुन्छ। कति तौल भएको व्यक्तिले रगत दान गर्न पाउनुहुन्छ? 45 देखि 50 केजी तौल भएको व्यक्तिले रगत दान गर्दा हुन्छ। रगत दान गर्न गइरहेको व्यक्तिको शरीरको तापक्रम टेम्परेचर कति हुनुपर्छ? शरीरको तापक्रम नर्मल हुनुपर्छ, जुन चाहिँ 98.6 डिग्री फरेनहाइट र 35 डिग्री सेल्सियस हो। हामी कति दिनको ग्यापमा रगत दान गर्न सकिन्छ? पुरुषको आधारमा 3 महिनाको ग्याप राख्दा हुन्छ र महिलाको आधारमा सरसल्लाह लिएर सकेसम्म 4 महिनाको ग्याप राख्दा हुन्छ। कतिपयको विचारमा आउला, प्रेग्नेन्ट महिलाले के रगत दान गर्न पाउने? नपाउने, जिन्दगीभरि नै नपाउने? द्याट्स नट। प्रेग्नेन्ट महिलाले कति बेलासम्म रगत दान गर्न पाउनु हुँदैन भन्ने कुरो पनि बुझौँ। बच्चा जन्मिसकेपछि कमसे कम 6 देखि 9 महिनासम्म कुर्नुपर्नेछ अनि मात्र उहाँले रगत दान गर्न पाउनुहुनेछ। कोहीको मनमा आउला, के ट्याटुहरू लाएको व्यक्तिले पनि ब्लड डोनेट गर्न पाउँछन्? अवश्य पाउँछन्, तर उहाँहरू पनि 3 देखि लिएर 6 महिनासम्म कुर्नुपर्ने हुन्छ। धेरैको मनमा के प्रश्न होला भने, ब्लड डोनेट गरिसकेपछि के खाने के नखाने कुरो? हेल्दी खाना खाने, धेरै पानी पिउने र नन फ्याटी खानाहरू खाने, जस्तै ग्रेन्स भयो, गेडागुडी, तरकारी, फलफुल लगायतका चिजहरू खाने। हामी ब्लड कहाँ डोनेट गर्ने? नेपालको कन्टेक्स्टमा हेर्ने हो भने NRCS, द्याट इज नेपाल रेड क्रस सोसाइटीमा हामी ब्लड डोनेट गर्न सक्छौँ। आजभोलि ब्लड डोनेट गर्न एकदमै सजिलो भइसकेको छ, किनभने कार्यक्रमहरूमा पनि रगत दान गर्ने प्र्याक्टिस भइरहेको देख्न सकिन्छ। ब्लड चाहिँ डोनेट गरियो, डोनरलाई के फाइदा? फ्री हेल्थ चेकअप हुने भयो, किनभने ब्लड डोनेट गर्नु अघि डोनरको, दाताको सामान्य स्वास्थ्य चेक हुन्छ। त्यसै गरी दाताको वेट पनि म्यानेज भइहाल्छ। यति मात्र होइन, हामी ब्लड डोनेट गरिसकेपछि नयाँ ब्लड सेलहरू उत्पादन हुन्छन्। ब्लड डोनेसनले हार्ट डिजिज जस्तो समस्याबाट पनि बचाउँछ। साथै ब्लड डोनेसनले क्यान्सर पनि हुन दिँदैन, किनभने कुनै क्यान्सर चाहिँ आइरनसँग सम्बन्धित हुन्छन्। हामी रगत दान गर्दा हाम्रो शरीरमा रहेको एक्सेस एमाउन्टमा, बढी मात्रामा आइरन हामी रिसिभरले दिन्छ। त्यसरी नै हामी आइरनसँग सम्बन्धित क्यान्सरबाट जोगिन सकिन्छ। सबभन्दा अन्तिम र आनन्द दिने फाइदा के हो भने, हामी ब्लड डोनेट गरेपछि हामीमा एउटा के अनुभूति हुन्छ भने, हामी कमसेकम व्यक्तिको ज्यान त बचाइयो, त्यसले डोनरमा एकदमै ठुलो खुसी ल्याउने गर्छ।